हेलो एभ्रिवान, आज पनि तपाईहरुलाई च्यानलमा स्वागत छ। आज हामी क्लास 7 को च्याप्टर 5 फ्र्याक्सन एन्ड डेसिमल को एक्सरसाइज गर्न गइरहेको छौं। यदि हजुरलाई यो भिडियो मन परेमा लाइक गर्नु होला, कमेन्ट गर्नु होला अनि सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है त। अब चाहिँ हामी जाउँ एक्सरसाइज तर्फ। अब हामी क्वेशन नम्बर 1 को ए मा जाउँ है। एकदम इम्पोर्टेन्ट छ, एकदम ध्यान दिएर हेरौँ। यो सिम्प्लिफाई छ। फर्स्टमा कसरी सिम्प्लिफाई गर्नु पर्यो भने सिम्प्लिफाईको जहिले रुल ब्र्याकेट आयो भने पहिला ब्र्याकेटको काम गर्नु पर्यो है। अब पहिला ब्र्याकेटको काम गरौँ। यसलाई मिक्स फ्र्याक्सनमा छ, यसलाई नर्मल फ्र्याक्सनमा लानको लागि चाहिँ हामी के गर्छौं भन्दा यसलाई मल्टिप्लाई, यसलाई के गर्छौं प्लस गर्छौं। जस्तै हेर्नुस् 13 * 11 + 1 / 13 माइनस यसमा पनि त्यो 8 ले 1 लाई मल्टिप्लाई, यसलाई प्लस 8 * 1 + 3 / 8। यो अहिले जस्ताको जस्तै राखौं है, हामीलाई अहिले यसको काम छैन। बुझ्यौ? यो मैले खोलेको। अब यसपछि यसलाई मल्टिप्लाई गरौँ। 13 * 11 भन्दा कति हुन्छ 143 + 1 / 13 माइनस 8 + 3 / 8। अब यसलाई जस्ताको जस्तै राखौं। यसलाई प्लस गर्दा कति हुने भयो 144 / 13 minus 8 9 10 11 11 / 8 plus 2 7 / 8। यतिसम्म बुझ्दैछ? अब यसपछि म उता गर्छु है त। अब यो दुईटा तल डिनोमिनेटर सेम छ त छैन। अब डिनोमिनेटर सेम नभइकन हामीले माथिलाई माइनस गर्न मिल्दैन। अब यसलाई डिनोमिनेटर सेम गरौँ है। 13 र 8 लाई एलसियम लिऊ। 13 र 8 लाई एलसियम लिँदा एउटा प्राइम नम्बर भइहाल्यो, त्यही भएर इन्टु गरौँ। 13 * 8 गर्दा कति हुने भयो 13 * 8 गर्दा 104। अब यो दुईटालाई के बनाउन सक्यो हामीले 104 बनाउन सक्यो है। अब 144/13 इन्टु अब 13 लाई 104 बनाउन के ले मल्टिप्लाई गर्नु पर्यो 8 ले मल्टिप्लाई गर्नु पर्यो, तल पनि माथि पनि। अब हाम्रो 11/8 छ है अर्को। अब 11/8 लाई 104 बनाउन के ले मल्टिप्लाई गर्नु पर्यो 8 ले 13 ले मल्टिप्लाई गर्नु पर्यो, तल 13 ले मल्टिप्लाई गरेपछि माथि पनि 13 ले। अनि अर्को यहाँ जस्ताको तस्तै। अब यो भयो 144 * 8 भने कति भयो 144 * 8 भनेको 1152/13 8 जा 104 माइनस 11 * 13 भने कति भयो 143/104। यो जस्ताको तस्तै है। अब डिनोमिनेटर सेम भयो। डिनोमिनेटर सेम भएपछि हामी के गर्न सक्छौं भन्दा एउटै डिनोमिनेटर राखेर माथिको लागि प्लस भए प्लस माइनस भए माइनस गर्न सकिन्छ। अब यसलाई गर्दा कति हुन्छ 1152 - 143। यो गर्दा 1009/104 आयो। मैले ब्र्याकेट हटाइदिए किनभने एउटा मात्र आइसक्यो। प्लस अब यसलाई पनि खोल्दिन्छु 8 * 2 + 7 यसलाई यही स्टेपमा खोलौँ ल, अनि यहाँ गर्दा सजिलो हुन्छ। 8 * 2 + 7/8 यो भनेको कति भयो 16 16 + 7 डाइरेक्ट गर्दा पनि हुन्छ है। गर्दा 23/8 आयो। अब फेरि प्लसमा छ तर डिनोमिनेटर के छ हाम्रो फरक छ। फेरि यसलाई पनि सेम बनाउनु पर्यो, अथवा 8 लाई 104 बनाउन सकिन्छ भने 8 लाई 104 बनाउनु पर्यो, नत्र सेम बनाउनु पर्यो है त। अब 1009/104 प्लस अब 8 लाई 104 बनाउन 13 ले मल्टिप्लाई गरे हुन्छ नि त, हो किन भनेपछि यसलाई चलाउनै परेन। यसलाई चाहिँ के ले मल्टिप्लाई गर्दियौ हामी 13 ले मल्टिप्लाई गर्दियौ। ठीक छ, बुझ्दैछ? अब 1009/104 प्लस 23 इन्टु 13 गर्दा कति हुने भयो 299/104। अब डिनोमिनेटर सेम आयो 104 माथिकोलाई जोडौं 299 प्लस 1009 गर्दा 1308/104। अब यसलाई लोएस्ट टर्ममा लग्दा पनि हुन्छ, यतिकै राख्दा पनि हुन्छ है। कतिको बुक बनाइन्छ मिक्स फ्र्याक्सनमा जाँदैछ। अब यति नै राख्दा पनि हुन्छ आन्सर है। अब यसलाई लोएस्ट टर्ममा लाँदा पनि हुन्छ, अथवा बुकमा मिक्स फ्र्याक्सनमा दिएछ मिक्स फ्र्याक्सनमा लाँदा पनि हुन्छ। क्वेशन मिक्स फ्र्याक्सनमा दिएको भएर है अहिले चाहिँ मैले यति नै गरेँ है। अब ठाउँ पनि पुगेन।
अब अरू क्वेसनमा ठाउँ पुग्यो भने म मिक्स फ्र्याक्सनमा एन्सरमा कसरी लाने पनि सिकाइदिन्छु है। अब म बी नम्बर गर्छु है। बी नम्बरमा ए नम्बरमा अघि चाहिँ ब्राकेट अगाडि थियो, अहिले चाहिँ ब्राकेट के छ बी नम्बरमा पछाडि छ भनेपछि यसलाई जस्ताको तस्तै राख्दै जाउँ है। 13 1/9 माइनस, अब यसलाई चाहिँ खोलौँ। अब जस्तै यसलाई मल्टिप्लाई यसलाई प्लस 9 × 4 + 8/9 माइनस 11 × 6 + 5/11। ठीक छ। अब 13 1/9 माइनस 9 को चाहिँ यसलाई डाइरेक्ट गरिदिउँ ल। 9 × 4 + 8 गर्दा कति हुने भयो 44/9। यसलाई 66 + 5 गर्दा कति हुने भयो 71/11। अब फेरि यसलाई जस्ताको जस्तै सारौँ। डिनोमिनेटर सेम छ त छैन? 9 लाई 11 बनाउन सकिन्छ सकिँदैन? 11 लाई 9 बनाउन सकिन्छ सकिँदैन? अब यो दुईटालाई एलसिएम लिनुपर्ने हुन्छ 9 र 11 को। अब एउटा प्राइम नम्बर हुने बित्तिकै हामी मल्टिप्लाई गरिदिन्छौँ, यो भन्दाखेरि 99। अब 9 लाई पनि 99 बनाउन सक्यो, 11 लाई पनि 99 बनाउन सकियो। अब 9 लाई 99 बनाउन 11 ले मल्टिप्लाई गर्नु पर्यो, 11 लाई 99 बनाउन के ले मल्टिप्लाई गर्नु पर्यो 9 ले मल्टिप्लाई गर्नु पर्यो है त। 44 × 11 गर्दा 484/99 माइनस 71 × 9 गर्दा 639/99। यतिसम्म बुझ्दैछ? अब सेम डिनोमिनेटर भयो। अब सेम डिनोमिनेटर भएपछि के गर्न सक्छौँ भन्दा डिनोमिनेटर सेम एउटै राखेर माथिकोलाई के गर्नु पर्यो माइनस छ भने माइनस, प्लस छ भने प्लस। अहिले चाहिँ माइनस छ त्यही भएर माइनस लेखौँ। माथिकोलाई साइन मात्र राखेर जस्ताको त्यस्तै सार्ने है। अब यसपछि यो जस्ताको यो यसलाई खोल्यौँ है। अब चाहिँ किनभने यो सिधीमा लाग्यो नि यसको ब्राकेटको काम। 9 × 13 + 1/9 माइनस, अब यसलाई गर्दा के आउने भयो 484 माइनस 639 गर्दाखेरि माइनस 150 के 55 आउने भयो। माइनस 155/99 आउने भयो है। यो गर्दा चाहिँ 9 × 13 + 1 गर्दा 118/9। अब यो माइनसमा आएपछि माइनस माइनस के हुने भयो प्लस 155/99। अब 9 लाई 99 बनाउन सकिन्छ कि सकिँदैन? सकिन्छ नि। 11 ले मल्टिप्लाई गरेर 99 बनायो के अघि पनि हो भनेपछि यसलाई चलाउनै परेन, यसलाई मात्र चलाउँछौँ है। इन्टु 11 11 155/99 118 × 11 1298/99 प्लस 155/99। अब यसलाई जोडौँ किन भन्दाखेरि डिनोमिनेटर सेम आइसकेपछि हामीले डिनोमिनेटर एउटा राखेर माथिकोलाई जोड्छौँ अथवा घटाउँछ नि हो के न। गर्दा 155 गर्दा 1453 के आयो 99। अब चाहिँ यसलाई हामी हाल्छौँ ठाउँ चाहिँ म मिक्स फ्र्याक्सनमा कसरी लाने भनेर देखाइदिन्छु है त। अब यसलाई मिक्स फ्र्याक्सनमा लान चाहिँ पहिला के गर्नु पर्यो भन्दाखेरि डिभाइड गर्नु पर्यो, साइडमा रफ गरेर डिभाइड गर्नु पर्यो है त। डिभाइड गर्न त आउँछ नि हो के न। 91 9 जा 91 99 2 जा कति हुने भयो 198 भने 91 1 जा 99 145 बाट 99 घटाउँदा 46 आयो 3 झर्यो। अब 99 2 जा गरौँ 198 99 3 जा गरौँ 2 जा 99 4 जा गरौँ 99 5 जा गर्दाखेरि धेरै आउने भयो 99 4 जा गरे है मैले। 99 4 जा 396 कति झर्यो 463 माइनस 396 गर्दाखेरि 67 झर्यो। अब यसलाई चाहिँ यो डिभाइड भयो। अब यो भन्दा सानो आयो नि त त्यही भएर हामी छोडिदिन्छौँ है। अब के गर्न सक्छौँ भन्दाखेरि यसलाई 14 लेख्ने है माथिको हाम्रो। अनि यो गरेर रिमाइन्डर गर माथि बस्छ 67 यसरी, अनि यो गरेर यसरी तलपट्टि बस्छ है त। 14 67/11
99 यसरी चाहिँ हाम्रो आन्सर आउँछ यो चाहिँ मिक्स फ्र्याक्सन भयो है त यसरी चाहिँ बी नम्बर पनि गर्न सकिन्छ अब सी नम्बरमा जान्छु अब सी नम्बरमा हेरौँ सी नम्बरमा त ब्र्याकेट पनि दिएको छैन हो के न अब ब्र्याकेट नदिएर सिम्प्लिफिकेसनमा ब्र्याकेट भयो भने पहिला के गर्नु पर्यो डिभाइड गर्नु पर्यो डिभाइड पछि मल्टिप्लाई मल्टिप्लाई पछि प्लस प्लस पछि माइनस हो के न हो त्यस्तै अब यहाँ पनि हाम्रो डिभाइड पनि छ मल्टिप्लाई पनि छ माइनस पनि छ प्लस पनि छ त्यही रुल्स अनुसार पहिला चाहिँ के गर्नु पर्यो हामी डिभाइड गर्न जान्छौँ ठीक छ अब डिभाइड यसरी फ्र्याक्सनमा राखेर कसरी गर्ने त हो के न मल्टिप्लाई पो माथि माथिको मल्टिप्लाई गर्यो तल तलको मल्टिप्लाई गर्यो अब प्लस माइनसमा नि अब तल एलसिएम लिँदै गर्यो के न तर डिभाइडमा त कसरी गर्ने भन्ने कन्फ्युज होला डिभाइड गर्ने बेलामा चाहिँ पहिला मल्टिप्लाईमा चेन्ज गर्छौँ यो डिभाइडलाई मल्टिप्लाईमा चेन्ज गर्यो भने यो माथि जान्छ यो तल आउँछ 2/1 हुन्छ अहिले एक्सचेन्ज गर्नुपर्छ न्युमिनेटर डिनोमिनेटर अब मल्टिप्लाईहरू गरौँ है त 1 6 जा 6/3 2 जा 6 यसमा पनि 4 2 जा 8/5 1 जा 5 अब प्लस र माइनस बाँकी रह्यो हो के न अब प्लस को गरौँ है त यहाँ त 6 छ यहाँ 2 छ अब 2 लाई 6 बनाउन सकिन्छ कि सकिँदैन 3 ले मल्टिप्लाई गर्यो भने सकिन्छ 6 लाई जस्ताको तस्तै नै राखौँ है त अब 3/6 plus 6/6 minus 8/5 बुझ्यो यसलाई चाहिँ 6 बनाको अब सेम भएपछि यसलाई 6 बनाऊ 3 plus 6 minus 8/5 अब यसपछि 6 मा 3 जोड्दा कति हुने भयो त 9/6 minus 8/5 हुने भयो ठीक छ अब फेरि डिनोमिनेटर त सेम छैन एउटा 6 छ एउटा 5 छ अब यो दुईटालाई मल्टिप्लाई गर्दा के आउने भयो त 6 5 जा 30 अब 6 लाई पनि 30 बनाउनु पर्यो 5 लाई पनि 30 बनाउनु पर्यो अब 6 लाई 30 बनाउँदा के हुने भयो केले मल्टिप्लाई गर्नु पर्यो 5 ले 5 लाई 30 बनाउँदा केले मल्टिप्लाई गर्नु पर्यो 6 ले 9 5 जा 45/30 minus 8 6 जा 48/30 अब सेम डिनोमिनेटर भयो सेम राखौं 45 minus 48 अब यो गर्दाखेरि चाहिँ 48 minus 3/30 आउने भयो अब यसलाई काटकुट गर्दाखेरि -1/10 आउने भयो हाम्रो आन्सर है यसरी चाहिँ हामी सी नम्बर पनि गर्न सक्छौं अब हामी क्वेशन नम्बर 1 को डी मा हेरौँ है त डी मा पहिला ब्र्याकेट छ भनेपछि यताको के पनि नआयो नि डिभाइड भयो नि नआयो नि मल्टिप्लाई भयो नि नआयो नि हामी ब्र्याकेटमा हेर्छौं है अब ब्र्याकेटमा के छ प्लस वाला छ अब 2 र 3 छ अब 2 र 3 ले एल्सियम लिँदा 2 र 3 नै हुने भयो त्यही भएर मल्टिप्लाई गरौँ कति हुने भयो 6 अब 2 लाई पनि 6 बनाउनु पर्यो 3 लाई पनि के गर्नु पर्यो 6 बनाउनु पर्यो अब 2 लाई 6 बनाउँदाखेरि 3 ले मल्टिप्लाई गर्नु पर्यो 3 लाई 6 बनाउँदाखेरि 2 ले मल्टिप्लाई गर्नु पर्यो अरु चाहिँ जस्ताको तस्तै सार्दै जान्छौं हामी अब यो गर्दा के भयो 3/6 plus 4/6 अरु चाहिँ जस्ताको जस्तै है ब्र्याकेटको काम नसिदिन्जेल अरुमा चाहिँ के आँखै लाउनु पर्दैन है हामीले अब सेम आयो 6 3 plus 4 ओके न बुझ्दै छ कि छैन अब के गर्नु पर्यो यसलाई जोड्नु पर्यो 4 5 6 7 7/6 अब एउटा टर्ममा आइसकेपछि हामी ब्र्याकेट हटाइदिन्छौं अरु जस्ताको जस्तै सारे है मैले यतापट्टि के पनि गरेको छैन अब चाहिँ अघि सी नम्बरमा गरेको क्वेशन जस्तै ब्र्याकेट छैन तर डिभाइड पनि छ मल्टिप्लाई पनि छ प्लस पनि छ माइनस पनि छ अब डिभाइडलाई हटाउनलाई के गर्नु पर्यो र मल्टिप्लाई राखेर एक्सचेन्ज गर्नु पर्यो न्युमिनेटर र डिनोमिनेटर 7/6 * 5/3 * 4/6 plus 5/9 - 2 एक्जाम बुझ्या छ डिनोमिनेटर एक्सचेन्ज गरेको डिनोमिनेटर र न्युमिनेटर तलमाथि गरेको हैन अब माथि माथिकोलाई मल्टिप्लाई गर्दियौ है त 7 * 5 * 4 गर्दा कति हुने भयो त 140/6 * 3 * 5 गर्दा 6 * 3 * 5 गर्दा 90 हुने भयो है 90 प्लस 5/9 - 2 अब फेरि यो दुईटालाई गरौँ प्लस वालालाई गरौँ डिनोमिनेटर सेम छ छैन भनेपछि डिनोमिनेटर सेम नभइसकेपछि 90 लाई त 9 बनाउन सकिदैन मल्टिप्लाई गरेर हो के न अब 9 लाई चाहिँ के बनाउँछौं हामी 90 बनाउँछौं 140/90 प्लस 5/9 9 लाई 90 बनाउन केले मल्टिप्लाई गर्नु पर्यो 10 ले मल्टिप्लाई गर्नु पर्यो हो के न
यो गर्दा 50/90 भयो -2 अब डिनोमिनेटर सेम भएपछि 90 140 प्लस 50 -2 यो गर्दा 190/90 -2 है। अब यो 2 को त तलपट्टि केही छैन अब के गर्ने त हो के न अब 2 को तलपट्टि केही भएन नि हामी यसलाई 1 मान्न सक्छौं। अब 90 लाई 1 बनाउन सकिएन 1 लाई चाहिँ के बनाउन सक्यो 90 बनाउन सक्यो नि हो के न के गर्छौं 190/90 -2/1 into 90/90 190/90 -180/90 यो दुईटालाई मल्टिप्लाई गर्दा 180 भयो। अब डिनोमिनेटर सेम आएपछि के गरौँ 190/180 यो भनेको 10/90 यो भने 1/9 लेख्दा पनि हुन्छ है त। यसरी चाहिँ हामी क्वेशन नम्बर बी पनि गर्न सक्छौं। अब चाहिँ हामी क्वेशन नम्बर 2 हेरौँ। क्वेशन नम्बर 2 मा के भनेछ सबट्र्याक्ट 6 1/8 - 8 फ्रम 30 एन्ड एड 1 1/4 भनेछ है। अब अघि चाहिँ ठ्याक्कै हामीले दिएको थियो अहिले चाहिँ ल्याङ्ग्वेजमा दियो हैन सबट्र्याक्ट 80 फ्रम 30 भनेछ 30 बाट चाहिँ के सबट्र्याक्ट गर्नु पर्यो 6 1/8 - 8 अब यो सबट्र्याक्ट गरेपछि के एड गर्नु पर्यो रे 1 1/4 चाहिँ एड गर्नु पर्यो रे क्वेशनले भनेको है हामीलाई। अब हामी पहिला ब्र्याकेटको काम गर्छौं अरु जस्ताको जस्तै है। अब यसलाई 8 into 6 + 1/8 -8 अरु जस्ताको जस्तै सार्छौं। अब यो कसरी खोलेको त मैले अघि पनि बुझाइसके हो के न 30 - 48 हुन्छ 48 मा 1 जोड्दा 49/8 -8 + 1 1/4 अब अघि जस्तै मैले के भनेको थिए यहाँ तल के भएन नि 1 हुन्छ भनेको थिए हो के न अब 8 लाई त 1 बनाउन सकिदैन अब 1 लाई त 8 बनाउन सकिन्छ नि त हो के न भनेपछि केले मल्टिप्लाई गर्नुपर्छ हामीले 8 ले नै मल्टिप्लाई गर्दियौ। अब कति हुने भयो 8 8 जा 64/8 + 1 1/4 बुझ्दैछ। अब 30 माइनस सेम डिनोमिनेटर आयो एउटा राख्छौं प्लस 1 1/4 अब हेरौँ है त 49 - 64 गर्दा कति आउँछ -15 आउँदो रहेछ। अब माइनस माइनस के हुन्छ प्लस 15/8 प्लस अब यसलाई नि खोल्दियौं 4 * 1 + 1/4 अब 30 प्लस 15/8 प्लस 4 5/4 अब एकछिन हेरौँ है अघिसम्म हामीले दुईटा वाला मात्र एलसीएम गरेको थियौं है डिनोमिनेटर सेम बनाएको थियौं अहिले चाहिँ तीनटै प्लसमा छ हामीले एकैचोटी तीनटालाई गर्दा पनि हुन्छ नत्र दुईटालाई गर्दा पनि हुन्छ म चाहिँ यसमा एकैचोटी तीनटालाई गर्न सिकाउँछु है त। अब हेरौँ योसँग के छ केही छैन भने 1 हुन्छ हो योसँग 8 छ योसँग 4 छ भने चाहिँ हामीसँग 1 8 4 छ। अब 1 लाई पनि 8 बनाउन सकिन्छ सबभन्दा ठुलो हो 8 त 8 भइहाल्यो 4 लाई पनि 8 बनाउन सकिन्छ हो के न भनेपछि 8 जस्ताको जस्तै राख्ने यसलाई पनि 8 बनाउने यसलाई पनि 8 बनाउने है त 1 into 1 लाई 8 बनाउन 8 ले मल्टिप्लाई गर्नु पर्यो 15/8 जस्ताको जस्तै 5/4 लाई 4 लाई 8 बनाउन के ले मल्टिप्लाई गर्नु पर्यो 2 ले है बुझ्यो। अब यसलाई मल्टिप्लाई गर्दा कति हुने भयो 30 into 8 गर्दाखेरि 240/8 plus 15/8 plus 10/8 हुने भयो डिनोमिनेटर सबैको 8 आयो नि हैन त यस्तो गरेपछि अब माथिको जोडौँ है त 240 plus 15 plus 10 अब यो गर्दा कति हुने भयो 15 plus 10 गर्दा 265/8 अब तपाईहरुको आन्सर मिक्स फ्र्याक्सनमा छ होला हैन अब मिक्स फ्र्याक्सनमा अघि मैले सिकाइहाले के गर्नु पर्यो पहिला डिभाइड गर्नु पर्यो हैन। अब मैले यहाँ साइडमा डिभाइड गरे है 8 6 2 6 5 8 3 जा 24 2 झर्यो हैन 5 8 फेरि 3 जा 24 1 झर्यो 33 है यो 1 गरेर माथिपट्टि बस्छ अपनमा 8 जान्छ भनेपछि यसको आन्सर 33 1/8 यसरी मिक्स फ्र्याक्सनमा यसो डिभाइड गरेर लेख्दा पनि भयो तपाईले यहाँसम्म माथि लेख्दा पनि हुन्छ है त। यसरी चाहिँ हामी क्वेशन नम्बर 2 पनि गर्न सक्छौं।
यो भिडियोमा चाहिँ मैले क्वेसन नम्बर 1 र क्वेसन नम्बर 2 मात्र गरेँ। क्वेसन नम्बर 3 चाहिँ अर्को भिडियोमा राख्नेछु। क्वेसन नम्बर 3 देखि चाहिँ किन भन्दाखेरि क्वेसन नम्बर 3 देखि चाहिँ तपाईको 10 सम्म चाहिँ लगभग एउटै प्याटर्नको क्वेसनहरु छ। त्यही भएर 3 लाई सिकाउँदा 4 लाई इजी हुने, 4 लाई सिकाउँदा 5 लाई इजी हुने भएको कारणले चाहिँ मैले यो भिडियोमा चाहिँ 1 र 2 मात्र राखेको छु। यदि हजुरलाई यो भिडियो मन पर्यो भने लाइक गरिदिनु होला। अब यसपछि फर्दर कुन एक्सरसाइज चाहिन्छ अथवा कुन क्लासको कुन एक्सरसाइज चाहिन्छ भन्ने कुरा पनि कमेन्ट गरिदिनु होला। अनि च्यानललाई चाहिँ सब्स्क्राइब गर्न नभुल्नु होला है त।